चाहिँ हामी यो टाङ्गामा चढेर जाने, घोडा चढेर म्युजियम जाने। यहाँ चढ्ने है छ। आऊ कता कता बस्ने हो खै। चल मेरे घोडे हट हट हट। चल मेरे घोडे हट 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 भन। हिँड्छ अब बिचरा एउटाले कति धामे बर। कति खान्छ त अनि हैन खान्छु चोरा खुलाइ खुलाइ हुर्काको नि घोडालाई। ए ल ल ल के मिल घोडामा हेरेछ सबैजनाले कस्तो भइराछ हेलो भिडियो म्युजियमतिर कता कता को पर्नु हैन यहाँ मैले देखेको छैन। जो आयो आयो कहाँ लैजाम भन हो कहाँ लैजाम भन कता जाने घर ला जाने हो कि अहिले डर लाग्दैन ए धन नै लाग्दैन लाग्दैन मै हो के ये मैले चला वहाँ त प्यासेन्जर हो नि मैले चला अब पैसा दिने उहाँलाई है तिमीले। 100 रुपैयाँ तिम्रो 100 रुपैयाँ हो अरूलाई 50 अरू हात्ती कति छिटो देखेको हात्ती राजा आयो 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 सानो हात्ती अहिले त चाहिँ चल्न पाइन्छ लहटो हात्तीले लहटो बच्चा पनि हल्का पनि रहेछ बच्चाले लहटो ओ हात्ती राजा भन त बाबु हजुर भन्छ। पिर बाटोमा दगुर्न गाह्रो हुन्छ है सम्ममा भन्छ ए जुत्ता लाछ है नभए त गाह्रो हुन्छ नि त खुट्टाले सोलिङ गरे आफ्नो बहिनी खोज्दैन यार हात्ती राजा ओ ओ कुन्टुरो बच्चा नि के भागो 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 थार आयो थार कता हिँडेको भन न घोडा चढेर फोटो खिचेर भन चस्मा लगाएर फोटो खिचेर भन कलरै त्यही हो कलरै त्यही हो बिचरा। ल आइयो हाम्रो ठाउँ आइयो हामी जाने ठाउँ वन्यजन्तु आखेटो पहाड प्रदर्शन तथा सूचना किराकिरी पाइने यहाँ पाइने किराकिरी हेर्ने हो कि खास यहाँ त शर्मा आऊ आइयो हामी गैडा मयूर यताबाट जाम न आउनु त फोटो खिच्नलाई फोटो खिच्न त पर्यो नि। चुच्चो भएको होला माछा मात्रै खाने मान्छे नखाने उताको दाँतवाला मान्छे पनि खान्छ गरे के यताको माछा खानी सानो ल हेर ठुलोले मान्छे खानी मान्छे खाने प्लस माछा खाने। ल आऊ 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 डन्टा चुके ल पानी खाने हो र पानी रहेछ कताबाट हो इन्ट्री हिँड्न सुरु ओपन वाहाउ नजाने भने होइन र अझ टाउको राखेर खिच्ने है। ल म्युजियममा आयो हामी चाहिँ सबै रियलै हुँदो रहेछ न वाउ बाबु चिच्याउनु न यहाँ बाघको सबै रहेछ टाइगर वनमा देख्न पाइएन यहाँ चाहिँ देखियो है गाइजलाई सबै हात्तीको यो खप्पर हात्तीको सुँड सब रहेछ यो सानसानो हात्तीको प्रजातिहरू ओ यो फेरि के हो मुसाहरू हो क्या हो सानसाना किरा फट्याङ्ग्राहरू छन् यहाँ पाइने पुरै किराकिरी फट्याङ्ग्रा फट्याङ्ग्री सब छ नि यहाँ पाइने जडीबुटीहरू यो ल अब यता हेरेँ अब किरा फट्याङ्ग्रा हेर्ने आऊ बाबु किरी हेर्नु गोही ओ माई गड ल पढ्न देखाउँछु पहिला ए यहाँ के पाइन्छन् सब छ नि पुतलीको प्रजातिहरू कछुवा यो होल माछा यहाँ पनि माछा आइछ
यता फेरि हेर्नु यता माछाको प्रजाति त्यो फेरि गोही यहाँ फेरि अजिङ्गर सोना काटर अजिङ्गर हेर्नु न अजिङ्गर यो पुरै उसहरू हो सिसा मतलब आइस हो फ्रिज हो यो पुरै फ्रोजन हो फ्रोजन गरेर राखेको रहेछ पुरै यो फेरि गोही सानो मगरमच्छ ल गाइस यही हो यहाँ चाहिँ आउनु पनि ठाउँ रहेछ सबै देखिन पाइँदो रहेछ ल ए गिद्ध हेर्नु त रियलको गिद्ध हो यो चाहिँ मरेको वाला हेर्नु गिद्ध हो माई गड रियलै हो भाइ यो त यो चाहिँ रियल हो मरेको वाला है पोलिसहरू लगाएर राखेको यो चाहिँ अन्डा आइछ हेर्नु त यो गुड के को गुड आइछ के को अन्डा आइछ यो अस्ट्रिचको अन्डा ओ माई गड कति ठुलो आइछ अस्ट्रिचको अन्डा हेर्नु यहाँ अब यहाँ साँपहरू छ है यति साँपका प्रजातिहरू पाइन्छ है यहाँ चितवन राष्ट्रिय निकुञ्जमा ओ माई गड के हुन् साँपहरू आँखे बाघ सर्प फिल्के हेर्नु त साँप कति हुन् ए गोमन करेट सब छन् विषालु सर्पहरू हेर्नु करेट साप अर्को करेट कमन करेट भन्ने पनि हुन्छ हेर न बाबु करेट साप हरिणको सिङहरू वहाँ माथि रियल हो यो चाहिँ ए सापको काँचुली सर्पको खोल ल गाइज म्युजियम पनि घुमेर भ्याइयो अब आजको हाम्रो चाहिँ प्याकेज चाहिँ भ्याइयो अब रुममा जाने आफ्नो प्याकिङ गर्ने केही खानाहरू आज त्यहाँ चाहिँ खाना छैन अब अनि जाने घरतिर राम्रो रहेछ है म्युजियम चाहिँ एकचोटि आउने पनि ठाउँ रहेछ खोलियो है ल अब हिँडेँ मलाई छोडेर जानुभयो सबैजना घोडा यही हो ल चिल्लर पार्टीको फोटो खिच्न गएर बसिसक्यो हाम्रो ग्रुप सबैजना यहाँको होटलको ग्रुप ल बाबु अब जाने झोला बोक्ने हिँड्नु त लाने अब हैन भ्याइयो गरे म टचमा लाएर रेडी हुन्थे हेर्नलाई दूरबीन लाएर ल हामीले चाहिँ चेकआउट गरिसक्यौँ अब लाग्यो हामी खाना चाहिँ उता गएर खान्छौँ ल साथीहरू खानासाना खाएर अब दिदीको घर हिँडेको छ होटलमा गएको त दिदी भिनाजुकै होटलमा बसिएछ यस्तो प्र्याङ्क भयो होइन झन् नभए जाने भनेर उ गरेको नभने भन्दा नि भेट्न भ्याइँदैन कि भन्ने कुरो थियो हिजो भेट्ने भन्ने कुरो थियो क्या हिजो भेट्न भ्याइएन त्यही भएर अहिले हिँडेको छौँ घरै आऊ भनेर हैरान पारेर घरै हिँडेको छौँ यही हो गाइस यही 1000 रुपियाँ त्यसो बोल माने नि अहिले किन्ने ला कता सेल्फी बक्सायो रोटी बनाउँदै हुनुहुन्छ त्यही भएर उहाँले नभ्याउने भनेर भर्खरै आउनुभएको ल यहाँ दिदीहरूले रोटी पकाउँदै हुनुहुन्छ रहेछ साथीहरू यहाँ भिड हामी चाहिँ निस्किसक्यौँ दिदीको रुमबाट शहीद चोक आयौँ नारायणघाट साथीहरू हामी चाहिँ चोरमारा आइपुग्यौँ म त बाइक लिइरहेको छु है लास्टै 1 घन्टा नपुग्दै चोरमारा ल्याउनु भयो भिडै भिड अनि अलि सपिङ गरेर आयौँ हामी अब यो चोरमाराको जङ्गलभरि मैले एउटा ग्रिन प्लान्ट देखेको छु अस्ति नै मैले 350 हालेर किनेको थिएँ यहाँबाट लिएर जानु पर्यो एउटा उठाएर हेरौँ पहिला गएर अनि तर यो ठुलो रहेछ धेरै यो डराउँदो रहेछ हातै काटो के काँडा हुन्छन् बेसरी यस्तो राम्रो देखिन्थ्यो के अरे ग्रिनवाला सकिन उखेल्नै सकिएन साथी हो यही हो के अरे हिँडियो अब काँडा पनि हुन्छ यसमा सकिएन अब लाग्यो आउँछ न अगाडि हिँड्छ त हामी चाहिँ दाउनै आइपुग्यौँ 2 घन्टा नआउँदै दाउन लिएर आउनुभयो थकै पनि लाग्यो के खाने चिया बनाऊ चिया हो एउटा के खान्छ हम चाहिँ चिया खान रोक्यो हम दाउनले मेरो बाबुले फेरि कोक र के खान्छन् अरे ममा हो न मोमो र कोक भन्छन् के अरे खाने गाइस फाइनल्ली त हामी त बर्दघाट
आइयो यहाँ बजार लाएर छ यहाँ बजार पसेर अलिअलि सामान किन्छौँ नानी जान्छौँ